प्रधानमन्त्रीको एउटा अभिव्यक्ति व्यक्तिगत विचार मात्र हुँदैन, त्यो राज्यको आधिकारिक धारणा बन्छ। विशेषतः नेपालको सीमा र भूमिसँग सम्बन्धित विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ। सीमा कुनै नक्साको रेखा मात्र होइन, यो इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको हाम्रो दायित्व हो। त्यसैले यस विषयमा भएका विवादास्पद अभिव्यक्ति जवाफ संसदमै आउनुपर्छ। दुर्भाग्यवश प्रधानमन्त्रीज्यूले संसदलाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। म सोध्न चाहन्छु कि अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो कि सार्वभौम संसद पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ र कार्यपालिका संसदप्रति उत्तरदायी रहनुपर्छ। यदि संसदको सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसदीय लोकतन्त्रको औचित्य के रहन्छ? सभामुख महोदय, म सत्तापक्षका माननीय सदस्यज्यूहरूलाई पनि आग्रहपूर्वक सोध्न चाहन्छु कि प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईहरूलाई राष्ट्रिय हित अनुकूल लाग्दछ? यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्।